हेलो गाइज, आज चाहिँ मेरो सरोजको एउटा म्युजिक भिडियो सुट हुँदैछ। त्यसको लागि चाहिँ हामी घरबाट मुकुन्डामा आइपुगेको छौँ। मुकुन्डाबाट हामी सिधै मोलखर्का जान्छौँ। अनि त्यहाँतिरको वातावरणहरू हेर्नु होला, यतातिर पनि देखाइदिन्छ है। मेरो भाइको चाहिँ अहिले सेल्स भइरहेछन् है। हजुरहरूलाई नि केही टी सर्टहरू मगाउनु छ भने मलाई कन्ट्याक्ट गर्नु होला। अनि दिनेश दाइलाई दिँदा पनि हुन्छ, सपना दाइलाई दिँदा हुन्छ। तेरो सेल्सको नाम भन् न। अनि हाम्रो चाहिँ एउटा क्लोदिङ स्टोर छ होइन, स्यामी लुम्स। इफ कसैलाई अब टी सर्टहरू अनि केटीको लुगाहरू चाहिन्छ भने चाहिँ हाम्रो स्यामी लुम्समा गएर हजुरले टिकटक इन्स्टाग्राममा गएर हेर्न सक्नुहुन्छ। त्यसमा पनि अहिले सेल्स गरिराख्नु है। यताबाट टक्क रेडी भएर जान लागिरहेको छौँ हामी चाहिँ। मेरो दिनेश दाइको रोल चाहिँ खतरा हुनेवाला छ है गाइस, हेर्नु होला त्यहाँ। कि वेटिङ, अब हाम्रो मेरो खाजा आउँदैछ, टक्क खाने हो अनि चल्दिने। देखाउँछु नि म, देखाउँदै गर्छु है त। ल है गाइस, अब चाहिँ ट्याक्सीमा चढिसकेको छ, हामी निस्किसक्यो। लगाएर फर्की किनेर चाहिँ ल है राजा, हामी चाहिँ लाग्दैछौँ है। रड खोलाएर सुटिङ गरेको रड खोलाएर। अनि यहाँ मेरो क्याफेको हाम्रो दिनेश सरकार, अनि यहाँ रोशन दाई, हेलो हेलो म्यान होइन, रड खोलाएर जाँदैछौँ है यस्तो राम्रो वातावरण अहिले चाहिँ एकदम विकसित हुन लागिरहेको रहेछ है त। पहिला यस्तो थिएन, अहिले चाहिँ के बनाउनु लाग्नु हरियालीहरू हेर्न नआएको। मलाई चाहिँ एकदम धेरै ह्याप्पी फिल भइरहेको छ। अब चाहिँ हामी आधी बाटोमा निस्किन्छ। मेरो बोल्न पनि आइसकेको छौँ। आधी बाटोसम्म चाहिँ आइसकेको छौँ। कस्तो राम्रो देखेको क्या। फाइनली गाइज, हाम्रो चाहिँ लोकेसनमा आइपुगेको छौँ। हामी टक्क लाएर साइड गरेर हुनु पऱ्यो है, बाइकवाला लगाएर आउनु भन्नु। अब सामान बोक्नुपर्ने हुन्छ है त। मारा बालाई पनि फलफुल लिएर आएको छौँ हामी। सामानको यसरी बिजोग भइरहेको छ। आधी मान्छेहरू आउने बाँकी छ। हाम्रो क्यामेराम्यानहरू पनि आइसक्नु भएको छ। टक्क लगाएर मेरो चाहिँ सामानको बिजोग भएको छ नि, हेर्दैछन् नि फेरि। ल, उहाँहरू चाहिँ पे गर्दै हुनुहुन्छ। हामीलाई चाहिँ त्यही कहानीमा चाहिँ धेरै पछि हरियाली ठाउँमा आएर त एकदमै खुसी छु क्या गाइजहरू, एकदमै खुसी। लु, मेरो खुसी सुनेर त त्यसले पनि मलाई चुक्क पारेर त हेर्छन् त। हेरेको मलाई तिमीलाई पनि मैले भिडियोमा देखाइदिएँ है। उख्रेनीमा त कहाँको पट फेरि रहेछ, मलाई त अचम्म लाग्यो।
गाउँदेखि सहर छिरेको म 2-4 पैसा कमाउनु छ कुरा काट्नेहरू धेरै छन् आखिर मर्दाखेरि के नै लाने हो र काठमाडौँ सिडीमा कमाउन छिरेको त्यसैले त अब हिँडिसकेको छु आफ्नो लोकेसनमा यथार्थ लडेपछि एउटा ताकत जिन्दगी उकालो पहिला हुन्छ घातक गाडी गर्दछ नाटक त्यसको पछाडि चाहिने कागज कति आफूलाई ढाँट्छ सङ्घर्ष जारी छ कमाउनलाई याद आउँछ बाबा बुढी र दाइ अब अति भो दाम छाप्न पाएको छैन उपाय आगो ताप्नु मुढाको कुरा सुन्नु हरे बुढाको गरिबीले थिचेर होला सोचेको सपना अपुरा मैले छैन भुलाको मलाई कोहीसँग छैन गुनासो आमाले छाडेर गए पनि सपना पुरा गर्छु बुवाको काठमाडौँमा नानी छ टाढा पारी मेरो सानो चिन्ता घुम्दै फिर्दै हेलो दाइ कस्तो लागिरहेको छ त चिन्ता नगर माया घुम्दै फिर्दै गाउँमा पर्खी बसेको त सानानीले म निदाउँदाखेरि मेसेज नि गरेको ल्याइदिनु रे गरौँ म व्यक्त तिमीले सम्झनाले टिम आइसकेको छ खेर बस सानानी मलाई पनि छिट्टै आउन मन छ नि घरको ऋण मेरो टाउको भरि फर्केर आएर रमाउ कसरी ल ठिकै छ तिम्रो लागि साँचेर राख्या छु चिनो साँची फर्केर आएर हात समाएर मात्र तिमीलाई दिन बाँकी आमा र बाबालाई भनिदिनु छोरो छिट्टै फर्किआउँछ भनेर छोरोले मस्त कमाउँछ भनेर गाउँभरि हल्ला चलेछ यो सामान चाहिँ हजुरको किनमेल पनि गरियो बुट्टा परे साडी किनेर ल्याइदिएको सामानी छक्क परेछ होइन राख्नु राख्नु भित्रै राख्नु मारा डाँडा पारी मेरो फलफुल सलफुल हजुरहरू खुसी त हुनुहुन्छ नि खुसी छ नि अब तरकारी अझै आउँछ अब भिडियो सक्यौँ अनि त्यसपछि हामी रमाइलो गर्नुपर्छ है त सँगै मिसेर सँगै बसेर रमाइलो गर्नुपर्ने हुन्छ अब म चाहिँ अलिकति भए पनि मेकअप चाहिँ गर्नु पर्यो होइन मेरो मेकअप गर्ने दिदीहरू चाहिँ आउनु भएको छैन अब आफूले गर्नु पर्यो अलिअलि म पनि छु नि त नि अलिकति रोलमा त्यही भएर थोरै थोरै चाहिँ टचअप गर्ने हो धेरै चाहिँ गर्न सक्दिनँ अब गर्न लागि चिन्ता नगर माया रेडी यो कसमा होइन दाइ चस्मा यो होइन एकैछिन हेर्नु नि त यार त्यतैतिर रेडी म पनि रेडी हुँदैछु हाम्रो चाहिँ यहाँ कुच्दाइले टक्टर लसुन केलाउँदै हुनुहुन्छ अर्को कुच्दाइले मसला टिप्दै हुनुहुन्छ सबैजना भोकाएर आएको छौँ अब यहाँनिर नै टक लाएर लोकल कुखुरा किनेर हामीले काट्दैछौँ मेरो दिदी दाइले धुँदैछ गाउँदेखि सहर छिरेको म सिमसे भाइले पनि धुँदैछ कमाउन छिरेको त्यसैले त खाम्पानी स्यालको बिहा आफ्नैले लासमा चाखान्दिन्छ यथार्थ जहिले यथावत लडेपछि एउटा ताकत जिन्दगी उकालो ओह्रालो हरेक पाइला हुन्छ घातक अगाडि गर्दछ नाटक
त्यसको पछाडि बनावट सबैलाई चाहिने कागज कति आफूले आफूलाई ढाँट्छ सङ्घर्ष जारी छ कमाउनलाई याद आउँछ बाबा बुढी र दाइ शब्द शक्ति हो अब अति भो दाम छाप्न बाहेक छैन उपाय मुढाको कुरा सुन्नु हरे बुढाको गरिबीले सोचेको सपना भो अति छैन भुलाको कोहीसँग छैन गुनासो आमाले गए पनि सपना पुरा गर्छ बुवाको यो खै जो मुल लगाइराख्छ चिन्ता नगर माया चिन्ता नगर गाउँमा पर्खी बसेको छ सानानीले म निदाउँदाखेरि भोकल गरी चाहिँ मेसेज नि गरेको रहेछ उसले बुट्टा भएर साडी ल्याइदिनु रे कसरी गरौँ म भेट सताउँछ तिमीले सम्झनाले कसैले सक्दैन चेक्न परिस्थिति र बाधाले पर्खेर बस है सानानी मलाई पनि छिट्टै आउन मन छ नि घरपरि मेरो भरि फर्केर आएर कसरी र ठिकै छ तिम्रो लागि साथी र राख्या छु चिनो साथी फर्केर आएर हात समाएर मात्र तिमीलाई दिन बाँकी आमा र बाबालाई भनिदिनु छोरो छिट्टै फर्किआउँछ भनेर छोरोले मस्त कमाउँछ भनेर गाउँभरि हल्ला चलिन्छ लोकल छाँगाइयो है कहानी हो आमाले ल्याइदिनु भएछ सानानी छक्क परेछ मलाई चाहिँ अलिकति नेपाली अलिक राम्ररी नआएको कारणले जहाँ गए पनि मेरो दाइहरूले चाहिँ जात चाहिँ छोड्दैनन् है जात चाहिँ छोड्दैनन् जे भइली खानै पर्यो होइन झिल्केले मासु काट्दैछ पहिला मासु पसल खोलेको अहिले फाइदा भइरह कसैलाई मासु काट्न आउँदैन त्यसै यहाँ पुरा गेटमा पनि सहिरहेछ दिदी चाहिँ रेडी भएर बस्नु भइरह हेर्नु होला पुरा भिडियो टक्क लाएर मेरो सिरिङ दाइलाई पनि देखाइदिँदा हुन्छ सिरिङ दाइले कुक हुन्छ आगोमा टक्क लोकल पारामा है हाम्रो चाहिँ सुट हुँदै रहेछ म जाँदैछु टक्कै हेर्नलाई मजा आएको छ है आज त एकदम गाउँघरमा आएर एकदम खुसी धेरै गाउँघर हिँड्दिनँ नि त म अनि आज चाहिँ त्यो फिल गुड भाइब भनौँ न एकदम धेरै दिनपछि गाउँघर जस्तो ठाउँमा आएपछि होइन सहरमा बसिरहेको बानी भएर कस्तो खुसी लाग्ने रहेछ क्या कस्तो मजा लाग्ने रहेछ क्या म त आज इन्जोय गरिरहेको छु एकदमै म एकदम पैसा कमाउनु छ पुरा काट्नेहरू धेरै छन् नाके पर्दाखेरि केने लाने हो र काठमाडौँ सिडीमा आम्दानी छ कमाउन छिरेको त्यसैले त घामपानी हो नि त्यो मुन्द्रा त खोल्नु पर्ने हो नि कालो ओह्रालो हरेक पाइला हुन्छ घाट अगाडि गर्दछ नाटक हाम्रो चाहिँ भिडियो सुट गर्दा गर्दा गर्दै नै एकदम ठुलो पानी परिरहेको छ है के गरौँ हामी सबैजना रेस्ट गरिराखेका छौँ मेरो चाहिँ धेरै छाम निस्किन्छ है त उहाँ अङ्कलले चाहिँ हाम्रो लागि ढेँडो बनाउँदै हुनुहुन्छ मिठो मिठो हाम्रो तरकारी मासु त पाकिसकेको छ खासका लाएर अब यस्तो चिसो मौसममा ढेँडो र मासु चोप्दै उहाँको गाउँ खाना मजा आउँछ है त गाई हाम्रो चाहिँ भिडियो सुटमा मजाले पानी परेको के हामीलाई डिस्टर्ब त भयो होइन तर रमाइलो पनि एकदम रमाइलो भइरहेको छ है त सबैजना रेस्ट गर्दै हुनुहुन्छ अनि
हाम्रो ढेँडो पनि मस्त लगाएर पाक्दै छन् पाक्दै हुनुहुन्छ अनि टक्क मासु पनि पाकिसकेको छ है त अब यस्तो चिसो मौसममा आमाले अब जान्छु यस्तो चिसो मौसममा चाहिँ टक्क लगाएर ढेँडो र मासु साडी किनेर ल्याइदिएको सानानी छ मजा आउँछ है साथीहरू अब ढेँडो खाने भाँडा लिएर ढेँडोसँग स्वाप चोपेर लोकल भालेको कुखुराको मासु खाने छिमेकी भाइ के छ जसको चाहिँ रोल भएको छैन होइन उसलाई चाहिँ चाँडो भोग ल्याएको छ क्या साथीहरू के भन्नु ल भन्नु त तपाईँहरू मलाई त ढेँडो कार्यक्रम हुँदैछ है हाम्रो चाहिँ टक्क लगाएर केटाहरू अनि हाम्रो यहाँ सरकारले ढेँडो हाल्दैछ यहाँ हाल्नु पऱ्यो टक्क लगाएर नुन हाल्छौँ हुन्छ भाइ बिस्तारै चलाउनु पर्ने हुँदैन क्या ल भयो है ल के भयो अब यता देख्नु पानी पर्दैछ ढेँडो कार्यक्रम है त अर्ग्यानिक भाइ भाइ सबभन्दा मेन भोग लाग्यो हाम्रो है छेउमासले खाँदैछ है हाम्रो दसमा खाइदिएको केटा हो काली साहबको के कुरा गरौँ होइन ल फाइनली सानानीको काम सक्यो अनि भाडा मार्दैछ क्यारेक्टरमा घुसेर है हाम्रो चाहिँ यहाँ सिन हुन लागिरहेको छ होइन दाइले जुगा भेटाउनु भयो जुगाको आन्द्रा बुढी देखाउने भनेर मलाई यहाँ ल हेर भनेर हेरिरहेको छु है म चाहिँ मलाई चाहिँ डरले थुर्र भइसक्यो दाइले आन्द्रा बुढी निकाल्दै हुनुहुन्छ जुगाको बाफ रे बाफ धेरै छन् नाकिर मर्दाखेरि के नै लाने हो र काठमाडौँ सिडीमा आम्दानी छ कमाउन छिरेको घम्पानी आफ्नैले लास्टमा चाखानी छ जसैले यथावत के गर्नु गाउँमा जिन्दगी उकालो ओह्रालो हरेक पाइला हुन्छ घातक त्यसको पछाडि सबैलाई चाहिने कागज कति आफूले आफूलाई सङ्घर्ष जारी चलाउनलाई याद आउँछ बाबा बुढी र दाइ शब्द शक्ति हो अब छाप्न बाहेक छैन उपाय आफ्नो मुढाको होला सोचेको सपना अपुरा भो अति मैले छैन भुलाको मलाई कोहीसँग छैन गुनासो आमाले छाडेर गए पनि सपना पुराको छु बुवाको म निदाउँदाखेरि भोकल गरी चाहिँ मेसेज नि गरेको रहेछ उसले बुट्टा भएर साडी ल्याइदिनु रे कसरी गरौँ म व्यक्त सघाउँछ तिमीले सम्झनाले कसैले सक्दैन चेक्न सर्वनाश आज अर्कै लुक्समा छ है केटा हो हामी चाहिँ टक्क लाएर फेरि बेलुका यसो काम मात्र होइन नि त फेरि माम पनि हुनु पऱ्यो टक्क लाएर होइन ज्याद्रो भाले
हामी चाहिँ भाले हन्टिङ अहिले चाहिँ हामी भाले हन्टिङमा जाँदैछौँ कुन भाले हो त्यो पनि देखाउँला सँगसँगै गर्छौँ हामी होइन खान्छ हेर हन्टिङ भने फेरि सिकार होइन नि केटा हो टक्क लाएर गएर होइन इच्छा शक्तिले उनीहरूले दाम भन्छ हामी दाम लिएर भुत हालेर मान्छे चितारेर सब हुन्छ ल खाएर केटा है अघि खान्छ भाले उता पारिसक्यो मेरो त ग्यास सबै बिग्रेछ त्यही मस्कारा हेलो गाइस अब चाहिँ हाम्रो सुट हाफ सकिएको छ होइन त्यसपछि राति भइसकेको अब खाना नि खानु पर्यो नि त होइन अब खाना खानको लागि चाहिँ भाले खोज्दैछौँ के हामी अब भाले खोज्न आएको मान्छे नै हुन्न जस्तो लाग्यो यो घरमा अब अलि माथि माथि जानुपर्ने हुन्छ माथि नि घरहरू छन् टक्क लाएर आज सो गुड टाइम एउटा चाहिँ हच्चमा लागेको कुरो चाहिँ यता आमा बुवा हेर्न रहेछन् होइन अनि यहाँको मान्छे नै छैनन् भनेर एउटा भाइलाई सोधेको होइन मै त हो कसरी भनेको अरे फेरि भने त हेर न लजाएर हिँडेको उनी हो अरे के Do what not to do हमारे गली में कुकुरकू तेरे ही घर में चिल्ले को भर के मारना फूकूंगा फुसुसुसु मुझसे पंगा यस सर भाइ हामी कुकुरीकुसँग छौँ आज है सर्ट लाएर ओलिज भाइकमा छौँ एकदम 90s पाराले जिरहेको छौँ आज हामी होइन 90s पाराले जिरहेको छौँ है हमारे गली में कुकुरीकू मुझसे पंगा ल है यो ल काजीलाई के को पैसा नि भाडा ल्याइदिएको महाकाली विष्णु खोजिएको थियो हाम्रो काला पानी बलभद्र कुवरले लडेर पाको नाला पानी पिएको काली मेरा निम्तिमा भयो समाधि अनगिन्ती बलिदान रक्त पक्के खोला सिडीमा 104 वर्ष राणा शासन चलेको थियो नेपाल हाम्रो देशहरू भन्दा नै छुट्टै थियो र कुकुरीको धार हाम्रो वीरताको चिन्ह हो युद्ध भूमि यो हो युद्ध लड्ने रणभूमि युद्ध कालो कालो हरा बाइला यो हो युद्ध लड्ने रणभूमि युद्ध भूमि यो हो हरेक युद्ध लड्ने रणभूमि युद्ध भूमि युद्ध भूमि सङ्घर्ष जारी छ थमाउनलाई या बन्छ बाबा पुरी दाइ सत्य शक्ति हो अब तिम्रो दाइजो नपाए छैन उपाय ल भाइ अब दाइको पाली आए रे तोरी ऱ्यापरहरूलाई जङ्गीले खाए रे खतरा सिनमा त हल्का मचाए रे भन्ने समाचार कहिले पो पाए के त्यसैले भन्छु भाइ चुप लागि बस्न त परिस्कालो नाक तर सक्दैनस् डस्न म पुग्छु आकाश त चाहिँ तल बस्न माथि पुगे अब चाहदिन खट्न जानेको छु मैले दुःख मानि खट्न चाहन्छु मैले अब शान्तिमा बस्न कोसिस जारी कडा राइम्सहरू रट्न म परि सिकारी तयार त फस्न तयार त फस्न तयार जस्न त चुपचाप लागि बस्न म त परे मक्क म परे खाइदिए होइन मनाइदिए सङ्घर्ष कसैको लुज अनि कसैको क्राइम रे अगाडि यसैको तर पालो हुने कहिले 18 वर्ष भइसकेछ गरेको धेरै पण्डितले नामकरण गरियो मेरो 28 तर महिना चाहिँ हल्का सोझो अनि फुल दिए मनमा एउटा खिचले मलाई गरे मन्त्रणा भनेर दियो मैले बाले सको तानेको दिमाग नै पुऱ्यो रन्थना एउटाले भन्यो मैले चाकिसक्यो हर्न जा अर्कोले भन्न थाल्यो खान साथ भन्न जा छदिन परिन भइसकेछ बग्र पारी परामल सत्र साथ त्यसको चित्त घर गाजा त्यो बेला हालत थियो सरको खाते जस्तो सरको खाते लागि खाते जस्तो सुनेको सानै कुलो वास्तो मार्दा चाहिँ रात सस्तो कालो सेतो चन्द्रमा क्या भने बाइक जान्छ बिट भएन अर्को बिट अर्को बिट यहाँबाट फेरि सुन ओइ उयो चलिरहेको छ सुनाउनु पर्छ यहाँ मेरो सटेरै जोडिराख्छु आफ्नो बाटोमा सपना साकार गर्ने उद्देश्य मनमा सही
अवस्थामा चित्त त दुखिरहेछ व्यवहारले गर्दामा गर्नु त छैन कसलाई यो मेरो गल्ती हो दुःख त गरेकै हो पुगेन के भएको त्यसैले छोड्याउने छैन अब ती गल्तीहरूलाई म आफैमै विश्वास राखी अगाडि बढ्दै म चाहिँदैन कोही पनि दुःखमा पर्दामा या सँगै सुरुको कुरामा सोचेर बसिरहेको छु एकान्त कुरामा सम्झेर गल्तीहरूलाई फोनमा नाचिरहेको साथी मेरो ठाउँमा टाढो होइन चाहियो टुङमा परिरहेको पानी राजालाई चाहिसक्यो रानी रानी चाहियो छानी छानी जब रानी दामी छानेपछि सबै दामी रामी होइन स्ल्याङ मात्रै हो त्यसको चिसो नि त हामीले गलेको कुकुरको सहर छिरेको म दुई चार पैसा कमाउँछु नानी छ कमाउन छिरेको त्यसरी सम्झी सम्झी रोइदेउला सम्झी सम्झी रोइदेउला यो ढाका टोपी मैलो के रमाइलो छ त्यसको पछाडि बनाम सबैलाई सम्झी सम्झी रोइदेउला पर्दैन आफ्नो बाटो तारा चढ्दैन मैले बाटो अझै यहाँ मलाई भोट निकाल्ने मान्छे हेर्छौ गल्तीहरू गर्ने मैले तिमीलाई मात्र दिन सक्दिनँ समय जहिले किनिरहनु पर्छ सोच्छु फर्किने कहिले काममा फर्किँदैन सडीमा फलानी निताउँदा खेल्नु बत्ती गरी गरेको रहेछ साडी ल्याइदिएको कसरी गरौँ म तिमी नै छिट्टै आउन पर्छ नि आएर रमाउ कसरी त ठिकै छ तिम्रो लागि साथी र फर्केर आएर हात समाएर मात्र तिमीलाई दिन बाँकी आमा र बाबालाई भन्दिनु छोरो छिट्टै फर्की आउँछ भनेर साडी किनेर ल्याइदिएको सानानी छक्क परेछ खाना चाहिँ रेडी भइसक्यो
चाहिँ भुटाउनु कुनै बनाएको भन्ने कुरा नि यता देखिँदैन मासु देखाउनु पर्यो नि त पहिला त नि मासु हो नि हजुर खाने हो खजुर भाइ काठमाडौँको खुसियालीमा गाडी सरकारले पकाए यहाँ मिठो मिठो परिका लोकल मासु Let's go. यता मासु पाक्दैछन् यता खाना पाकिसक्यो अब ढेँडो बसाल्न लागेको छ अनि यता त रमाइलो मेरो दिन लागेको मस्त ढेँडो डाल्नु भइरहेको छन् हाम्रो बाले चाहिँ होइन मेरो दाइलाई बस्नु तपाईँ थाक्नुभयो अब म वडा लिन्छु अलिक मिठो हुन्छन् भनेर भन्नुभयो किनकि मेरो दाइ सहरमा बसेका बा भनेकै गाउँघरमै बसेको बनाउनुमा छुट्टै छुट्टै हुन्छ नि त टेस्ट होइन हामीले अरू सबै थोकै पाकिसकेको छ यता मासु छ उता खाना छ ल है त त्यो चाहिँ मेरो मामु हो होइन उठिरहेको छ होइन टक्क लगाएर ल अरे हाम्रो चाहिँ टिमहरू यसरी टक्क लगाएर अब रातिको सुटहरू सकेपछि खाना त खानु पर्ने भयो हेरेर लोकल मासुको टक्क लगाएर भात मस्त तेन्जिङ भाइले एक थाल पकाइरहेछन् होइन चिलमा हेलो हेलो हिजो हाम्रो सरसको चाहिँ सुट सकिएन होइन त्यही कारणले हामी चाहिँ बाहिर गेस्ट हाउसमा बसेको दाइहरू चाहिँ अघि उठेर हिँडिसक्नु भइसक्यो अब मेरो ग्याङ चाहिँ बाँकी छ है मेरो भाइ मेरो एउटा बहिनी छ उनीहरू चाहिँ फ्रेस हुन माथि गएको छ अनि टक्क म चाहिँ उठेर अब उनीहरूलाई कुरिरहेको छु अब जानुपर्ने हुन्छ फेरि हिजोको लोकेसनमा पुरै भिडियो हेर्नु होला सबै म देखाउने छु आजको दिनहरू पनि है त चाहिँ लोकेसनमा आइपुगेको छु टक्क लगाएर आउने बित्तिकै खाजा हानिरहेको रहेछ है त लगाएर बनाएको हुन्छ खाजा खाएर हामी त्यो सुट गर्न मैले खानु पर्यो अनि रेडी भएर ल है त मेरो दिने दाइ दुई चार पैसा कमाउनु छ
कुरा काट्नेहरू धेरै छन् आखिर मर्दाखेरि के नै लाने हो र काठमाडौँ सिडीमा आम्दानी छ कमाउन चिरेको त्यसैले त घामपानी स्यालको बेहा आफ्नैले लासमा चाखा दिन्छ यथार्थ जहिले यथावत लडेपछि आउँछ ताकत जिन्दगी उकालो ओह्रालो हरेक पाइला हुन्छ घातक अगाडि गर्दछ नाटक त्यसको पछाडि बनावट सबैलाई चाहिने कागज कति आफूलाई ढाँट्छ सङ्घर्ष जारी छन् कमाउनलाई याद आउँछ बाबा बुढी र दाइ शब्द शक्ति हो अब अति भो दाम छाप्न बाहेक छैन उपाय आगो ताप्नु मुढाको गरिबीले थिचेर होला हाम्रो सरस चाहिँ टक्क कमाई धमाई गरेर गाउँ फर्किँदै हुनुहुन्छ गए पनि सपना पुरा गर्छ बुवाको लाहे त लाहे हाम्रो सरस टक्क लाएर बाइक चढेर गयो अर्को चाहिँ दाजु चाहिँ आइयो हाम्रो रोशन दाइ अघि कस्तो क्यारेक्टरमा थियो अहिले कस्तो क्यारेक्टरमा हुनुहुन्छ तपाईँहरूले कस्तो क्यारेक्टरमा मन पराउनुहुन्छ भाइ मेरो सरसको एन्ट्री गाउँमा पर्खी बसेको त सानानीले म निदाउँदाखेरि मेसेज नि गरेछ उसले बुट्टा भएर साडी ल्याइदिनु रे कसरी गरौँ म व्यक्त पर्खेर बस है सानानी मलाई पनि छिट्टै आउन मन छ नि ठिकै छ तिम्रो लागि साँचेर राखेको छु चिनो साथी फर्केर आएर हात समाएर तिमीलाई किन बाँकी आमा र बाबालाई भनिदिनु छोरो छिट्टै फर्किआउँछ भनेर कमाउँछ भनेर गाउँभरि त्यसको भोलिपल्ट गाउँ जानलाई किनमेल पनि गरियो फुल पनि हेर्दैछु खानाको परेछ मेरो सरसको चाहिँ होइन अब सहरमा काम गरेर पनि देखाउनु पर्यो गीत अनुसारको ल है त अब चाहिँ सरजको सौपन त बन्नु पर्यो होइन पैसा दिने छ अलि एक्टिङ चाहिँ अलिक खतरै हुनु पर्यो पर्छ त्यो पहिला यो ल्याउँ न फुटेज नखाउँ न यार फुटेज नखाउँ न ल दर्शन गरिरहेछ दर्शन ओहो झुके भएछ जस्तै हल्का फुल्का पैसा काठमाडौँमा आम्दानी छ डाँडा पारी मेरो सानानी छ चिन्ता नगर माया घुम्दै फिर्दै आउला नि म काठमाडौँमा आम्दानी छ डाँडा पारी मेरो सानानी छ चिन्ता नगर माया गाउँदेखि सहर छिरेको म 2-4 पैसा कमाउनु छ पुरा काट्नेहरू धेरै छन् आखिर मर्दाखेरि के नै लाने हो र काठमाडौँ सिडीमा आम्दानी छ कमाउन छिरेको त्यसैले त घामपानी स्यालको बेहा आफ्नैले लासमा चाखा दिन्छ यथार्थ जहिले यथावत लडेपछि आउँछ ताकत जिन्दगी उकालो ओह्रालो हरेक पाइला हुन्छ घातक अगाडि गर्दछ हाम्रो चाहिँ बल्ल बल्ल सुत्सकिएको छ होइन सुत्सक्दा सक्दै चाहिँ मजाले पानी परिएको छ अनि सुत्सकेपछि चाहिँ हाम्रो क्यामेराम्यान चाहिँ होइन बल्ल एन्डिङ भयो सबजना थकित छन् फर्ममा आइसकेको छ है फर्ममा आइसकेको छ है टक्क लाएर आफ्नै भाइमा टक्क लाएर
तल चाहिँ साथीहरू आएको छ है दुइटा बोल्दै हुनुहुन्छ है ल अब मेरो एन्डिङ यही हो समाप्त भयो मेरो भिडियोहरू मेरो क्लिप्सहरू अब हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला नराम्रो कमेन्ट गर्नेलाई नै माया छ राम्रो कमेन्ट गर्नेलाई नै माया नै छ है मेरो तर्फबाट